ब्यान्डेज होइन दुईटा हामी ग्लास लगाएर धुलो चाहिँ बनाउँछु एउटा तेरो कुलो कतिजना तीनटामा जाने हो अनि तीनटामा जाने अब दुईटामा आउने बियर पनि हालिदिउँ जाम कसको ब्लग यसमा दिनु नि दाइ कसको ब्लग ऋषभ दाइ म यतै मात्र खेलिराखे है कोल्याब गर्ने थियो कि अबबाट कोल्याब हो अधिकारी ब्लग सुन्ने रे अब अधिकारी ब्लग सुन्ने रे के अब स्यान्डु ऋषभ दाइ अधिकारी बियर पढेर भनिसक्यो भन्न हाम्रोमा बियर रहेछ कि है बियर खाँदै सर आज 1% अल्कोहल फेरि एकदम उर्वला रहेछ नि हेर न तारा त्यही भएर होला के एउटा एक बोतल बियर खायो नि 3 बोतल बियरको उस लागे जस्तो मक्कापुरी आउने बित्तिकै सिधै पानीमा गरिम भएछ एउटा पुरै हालै बनाउने ओइ हो कि कता त्यतै त होला औ गयो नि ठाउँ बनिहाल्छ नि हिँड उता गएर फडाउने दालमै आऊ यता ओ यता पुग्गा ओइ यता धेरैचोटि गइयो त्यो मोल हुन्छ सक्दिनँ यार म त आत्तिन्छु हिँड्दै हिँड्छु जान त त्यहाँ सही हो कि है पारी फुलाको त्यो यताउतिकै है बाल हो के अरे फेरि सकिन्न कि अहिले जान त सकिन्छ है आउन रक्सी खाएर त्यहाँ आएको अहिले हामी जति आइयो नि यहाँबाट त्यहाँभन्दा बेसी है कतातिर हो र पारी सिधै बब्बाल छ अरे त्यहाँ हिँड माथि ओइ हिँड आइज मुकै ओके Porto Gudo muka muka चढ्ने हो त्यो हमकी ओइ
जा फडल के गर्ने यहीँ बस्ने कि उता गर्ने म कि पौडी खेल्न जाने होला नि चप्पल लगाएको र तिमीले बस्नु ल कहाँ छोडिदिएको त नि अनि तानेर नि अन्त धुन्द कुनु बान्नी हालको सहरमा गहिरो भाग मध्येमा पर्छ बकु यहाँ रहेछ कि ढुङ्गा यहाँ जानु सकेन कि त्यसलाई यसरी सम्भव भए आउँछ त्यो नत्र आउँदैन ए यता ढुङ्गा तान्देऊ त गर है म त एकछिन तल उदामा के म खाना दिनु सक्छु त मासु लान्छु भर्तीबाट पानी सबसे बेस्ट उपाय लो अब चटपट सुरज चटपट जक्सन क्यान बियरको खोल्छ लाइट यहाँ रहेछ प्याज हाल्ने क्या दिपक प्याज थोरै प्याज थोरै यो पनि भयो धेरै भयो बोलाएर बोलाउँदा नबोल्नु पर्छ चिन्थेन नि बोलाउँदा नबोल्नु पर्छ चिन्थेन नि छिक्यो अलि प्याज गोलबाट धनिया सब खुर्सानी खै थोतरे थोतरे काट्दैछ सानो बनाऊँ भने कागती यताउति सब ज्यापट चटपट त्यो स्कोपमा एग्रेसिभ हुने छ क्या पुरै जोस भनेको दस अलग गरी केही हुन पाक्यो अब मासु मात्रै पकाउने भिडियो खिच्दैछ कि त्यही भएर के भएर अस्त्रलाई छिक्यो मलाई त केही नि भएन त जादौ मौका जादौ धनिया नि हाल्नु न फोर्नी तर अहिले आइसँग हाल्नु पाक्यो साथी विज्ञान साथी पानी पिउने पानी होला हो तालको पिउने हुन्छ बोतलको पिउने पानी नभयो अब तालको पिउने हुन्छ साथी मलाई थाहा छैन त्यो खाइयो जाएको भएन हैन पानी सबै होला पुरा चर्चामा छ हैन पुरै वहाँ धरि मणिगन्धी आइरा त्यसले ए लाइटर यो पुन्यो यहाँ दोकानले बसेको गोरा खाला न निको उसको हाम्रो दोकानमा भयो जस्तो थियो त्यो उसको के क्याबेलको खै प्याज धनिया खुर्सानी जो फोन आज या निने लिनु त्यही म सानी सानी सम्म ठीक हो काउनी चाहिँ
मैले पनि धेरै गर्ने मासु त पकाउँछ खुर्सानी काटियो र बाँधमा हात यहाँ तल मौका देखेर डर लाग्छ भन्नु थाले यार केटा बाँधियो त कहाँको टोक्नेतिर मोकाले टोक्यो भने यस्तो होला नि भोरे खाइरहने जसको खाइने हुन्छ कि यहाँ सबको बिर्सिन्छ कसको कुनो थाहा हुँदैन जुन खाइदिने हुन्छ कि दान्छ साटिने नि बरु सार्दै खाए राम्रो बुढीलाई फेरि कहाँ खाइन्छ त घर भात नबसेर भनिसक्यो खायो हुन्छ एकछिन बस्नु मजाले खाएर दिइहालेको खाँदैन एक रेडी 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 ल ल ल ल ल ज्याब ज्याब कस्तै यस्ता कुरेर बस्छ न छिटो सुजले बानेर चाहिँ खोइ 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 हाल्दैन यो ए उजा यो मोका लैजाउ त यार पुरो यार 4 दिन लाग्यो भन्ने 4 दिन हाल्दैन नि कसले राम्रो हाल्ने यार यो बस उठे राङ्न आलु उठे ल यहाँले हो र बाजीको राख्दै हुन्छ त्यसको लागि पनि हामी युज गर्न नपर्ने केही भन्नु मासु पनि ए लिएर बनाइदिन्छ के माछा यार यो कोले बनाउने आँगमा हाल्दै हुने चीज कस्तो डराएको हाल्दिए भयो के त यतिकै आउन त गएर कसरी आउँछ विज्ञान कसरी पाक्नु आउँछ उसमा के दाइ दाब्नु पर्छ पर्दैन खिचेको रेकर्ड हुन्छ ह रेकर्ड भयो ल के हो चीज वाला चीज वाला जो सिराजमा ल्याएको चीज चाहिँ भाइ बस एकछिन है बाबा है यो गाई गर्नु नखाएको चीज हेलो कहाँ लिनु माछा भन्छ यहाँ यो मासु पकाउँदा दोहोरा आउलाइसक्यो आगोले होइन माछा तपाईँको यो ढुङ्गाको रापमा यसो पल्टाएर राखिदिन्छ पेपर बेड सेपर भएपछि हुन्छ काँचो त फेरि काँचो त पेपर बेड उसको भयो त दामी हुन्छ फेरि ऊ होइन यो त यहाँ कहाँको कन्सेप्ट चाहिँ यहाँ पकाएको खानुपर्ने हो र है अब कहाँ कहाँ गएर कसरी खानु पर्थ्यो यहाँ यस्तो मसला पाउँदा त आएको छ आफूलाई त सक्यो भ्याइयो अब ज्ञान पनि आफ्नो मेरो त छैन नि बन्द भयो त आगो मै छिटो आएँ तपाईँ नै छिटो आइसक्नु झन् पछाडि हिँडेको मान्छे आइसक्नु त्यही हो कि अब फर्किने बेला रिसभले लान्छ अरे स्कुटर गान्छे दुईटा पेपर बेड ल्याउ ल यो चाक्छ पागे पुग्दैन फेरि गान्छे दुईटा पेपर बेड ल्याउ न दुईटा पेपर बेड ल्याउ यहाँ पुग्छ होला पेपर बेड के उता पेपर बेड यिनीहरू आउनु लाग्यो को हामी पनि चामलहरू त्यहाँबाट होइन ढुङ्गा भयो सजिलो
मुख जलाउनु हुँदैन केटा हो त्यो तेरो ढाडा सब बियर हो त्यो चाकभित्र बियर बस्यो के हुँदैन ढुङ्गा डाँसेको हानी म ढुङ्गा डाँसेको अझै तातो छ होला त्यो हाइट कस्तो मिठो पाक्यो खायो कत्रो क्याटरिङ सेवा भनेर ट्याक्कै एउटा खोल्नु दामी हुन्छ गाह्रो हुन्छ नि दुई चार प्लेट सुकुटी ल्यायो भने नि जति क्रुज सिप फोनमा गऱ्यो त्यस्तै उ लिएर आएर स्पोर्ट एडभेन्चर भनेर बिहान खाना गर्ने भनेर कति छ त्यहाँ गएर है म्यानेज गर्छु सब होइन झर्दा रोके जस्तो त्यहाँ आएर मासु आइजा मासु आइजा तिमी यहाँ त्यत्रो बाटो झर्नै पर्दैन कि कस्तो भयो दाइ दामी त्यही भएर मैले तिमीलाई फोन नराखा भनेको तिमीले राखिदिनु भनेको यस्तो गर नि त भिडियो कल गर त मलाई खुवाउनु क्यामेरालाई मलाई गर न त्यो भाइ तिमी दुःख पाउँछ फर्क है फर्क हुन तिमी त्यता त जाँदैन त फर्किहाल हाम्रो गाली सार्नु